मूर्ति थियो भने यहाँ पनि एउटा छ स्यामसङको मूर्ति है। ल यो चाहिँ मैले अब हजुरलाई सेन्टर देख्न सक्नुहुन्छ। यो पुरा घाम टलक्क टल्किहान जाडा बस्यो ताप्ने जस्ता एकदम दामी देखियो। ल हेर्न सक्नुहुन्छ चक्क परेको। ल चाउ चाउ हेलो। ल यता दिदीले नि चाउ चाउ भन्न। ल यो हेलो गाइस वेलकम टु माई ब्लग इट्स मी अगेन लाइफ विथ रबिन यु नो मी राइट। सो हमेसा मैले सब्सक्राइब गर्न भन्न बिर्सिन्थेँ। आज चाहिँ पहिले भन्छु हजुरलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। साथीभाइहरूमाथि मेरो भिडियो पचाइदिनु होला। मैले चाहिँ हजुरलाई चेक रिपब्लिक देखाउने भनेर भनिसकेको छु। आज चाहिँ हामी पार्कतिर जाँदैछौँ। कहाँ कहाँ जान्छु म तपाईँलाई अहिले टक्क लाएर देखाइदिन्छु। यहाँको स्क्वायर डे भर्सेस नाइट हुने चाहिँ आज। ल यहाँ चाहिँ अहिले यतिर 5 बज्न लागेको छ र गाडीहरू हिँडेको छन्। मामा दाइ यता हुनुहुन्छ, म चाहिँ यता पाइछु है। ल अब चाहिँ हामी जानुपर्छ मामाहरूले रेस्टरुममा। मामा रेस्टरुममा काम गर्नुहुन्छ। टक्क म बसेर हेर्छु। यहाँ चाहिँ काम छैन है। चिल्लो चिल्लो गाडी हिँड्छन्। यो चाहिँ नाङ्गो रुखहरू लास्ट शर्म केही नभएको छ, केही छैन। र लास्ट शर्म पछि टक्क लाएर घामसाम लाग्ला अहिले। समर आइसक्यो मामा यार। हेर्दा हेर्दा कस्तो लागिरहेको आउँदा आउँदा हिउँमा खेल्न पाउनुभयो, समर पाउनुभयो। दामी एक्सपिरियन्स भनेको यसरी बुझ्नुपर्छ है ल साथीहरू। सो अहिले चाहिँ हाम्रो हरियोलाती बोर्डर हामी चाहिँ अब यता निस्किसकेका छौँ। पारिपट्टि देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ मामा हुनुहुन्छ, दाइ हुनुहुन्छ। टक्क ला उहाँलाई मैले कामसम्म लिएर जाँदैछु। यो चाहिँ हाम्रो पार्क है। यतापट्टि पुरा अब यो पात यिनी रुखहरूमा अब पातहरू आउँछन् र लाएर सबै साह्रै राम्रो छ है। ल झलक्क घाम झुल्कियो। यतापट्टि साइकलमा दादा आउँदै हुनुहुन्छ। दादा यतापट्टि टक्क लाएर गाडीहरू रोकिरहन्। यहाँ चाहिँ नियम चाहिँ फलो गर्नुपर्छ है साथीहरू। ल दाइ मामा टक्क लाएर आफ्नो भिडियो बनाउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले चाहिँ बाहिर जानु लाग्यो म चाहिँ घामतिर जाने। र आज मैले चाहिँ गरिदिन्छु डे भर्सेस नाइट है। ल त्यस्तो यहाँ घाम चलक्क वाह पुरै सटक्क लाएर रुखहरू नाङ्गो वाहन। अब पुरा यस्तो हरियाली हुन्छ। यस्तै पातहरू उम्रेस यस्तै हरियाली पुरा चिटिक्क देखियो। त चाहिँ यस्तो हो। ल अस्ति नै मैले पानी परेकोला यो स्ट्रिट देखाएको थिएँ भने आज चाहिँ पानी नपरेकोला देखाएको छु। घामलाई चिटिक्क लाएर ल हेर्नुहोस् रस्नी निक्लिँदाखेरि कस्तो राम्रो देखियो। टक्क लाएर दादा अगाडि आउँदै हुनुहुन्छ बाजे। ल हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ कि है। ल यहाँ चाहिँ यस्तो बुक पसल पनि छ। अब आउने बेला यहाँबाट तल स्टोरबाट मुनि गएपछि बर्गर खान मिल्छ। यहाँ बुक पसल भयो। यस्तो हुन्छ बुक पसलभित्र पुरा भिआइपी ट्रिटमेन्ट मिल्छ है। ल देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ आइसक्यो। ल हेर्नुहोस् यो ठाउँ चाहिँ याद होला नि। यतापट्टि यो ठाउँमा चाहिँ साइकलहरू बेच्छ है। गाडीहरूभन्दा महँगो हुन्छ साइकल चाहिँ है फाइनली गाइस। र अहिले चाहिँ हामी फाइनली सेन्टर आइपुगेको छ है। ल यो सेन्टर चाहिँ पुरै मिलेको छ। यहाँ चाहिँ पुरा स्क्वायरमा छ यो सेन्टर है। ल फाइनली आज मैले त्यसको बिचको सेन्टर देखाउँदैछु हजुरहरू सामु। यता गएपछि पारि गएपछि यस्तो हुन्छ। आउनु मामाहरू चाहिँ पछाडि पुरा है हिरो पारा ढिकढिक। ल गार्डन खोलिसकेको छन् है। ल गार्डन पनि खोलिसकेको छन् फाइनल्ली। समर लागेछ। यो चाहिँ यताको सेन्टर देख्न सक्नुहुन्छ। यो पुरा घाम टलक्क टल्किहान जाडा बस्यो ताप्ने जस्ता त्यो लाएर तोरीको। ल हेर्न सक्नुहुन्छ हजुरले घामले कति राम्रो देखाइदिन्छ। ल बिल्डिङ युरोप चेक रिपब्लिकको बिल्डिङ हेर्नुहोस्। ल वाउ जस्ट लाइक लुकिङ लाइक अ वाउ गाइज। ल फाइनली अहिले चाहिँ हामी सेन्टर आइसक्यो है। यहाँको स्क्वायर अहिले चाहिँ हजुर देख्न सक्नुहुन्छ। वरिपरि यस्तो राम्रो देखियो कि घाम लाएर पुरा टलक्क है। यो चाहिँ हो यहाँको सेन्टर। अनि यता आउनु मैले हजुरलाई देखाउँछु अगाडि के छ भनेर। ल यहाँ चाहिँ गाडी फरम गर्दै हिँडिरहेछन्। यो अगाडि चाहिँ छ यहाँ चाहिँ छ स्यामसङको मूर्ति है स्ट्याच्यु। यो चाहिँ सेन्टरमा प्रत्येक सेन्टरमा हुन्छ। जस्तै कि अन्त अघिल्लो भिडियोमा मैले राखेको थिएँ पर्खा चिच्चेको सेन्टरमा नि एउटा मूर्ति थियो भने यहाँ पनि एउटा छ स्यामसङको मूर्ति है। ल यो चाहिँ मैले अब हजुरलाई देखाउँछु। ल आउनु साथीहरू। ल यता चाहिँ मामा है। ल हेर्नुहोस् हाम्रो यता पछाडि घर यस्तो लाइटहरू बसेर यस्तो राम्रो देखियो कि टक्रक्क लाएर है। ल यहाँको चाहिँ यो स्यामसङको मूर्ति दाइ चाहिँ टक्रक्क लाएर बसिसक्नु भयो। ल यहाँको चाहिँ यस्तो हो मूर्ति। पछाडिको घरहरू यस्तो छन् है। ल हेर्न सक्नुहुन्छ पुरा टक्रक्क लाएर। ल हेर्नुहोस् साथीहरू यहाँ चाहिँ यस्तो पानी राख्दै है। त्यहाँ पानी छ। ल यो यहाँको स्यामसङको मूर्ति टक्रक्क
टक्क लाएर चारतर्फबाट उ गरेर माथि एउटा सेयरलाई यस्तो गरेको है। यो चाहिँ यहाँको सिम्बल त्यसको बिचको ल हेर्न सक्नुहुन्छ। घामहरू चिटिक्क लायो वरिपरि यहाँदेखि वहाँसम्म कलर कम्बिनेसन घरहरूको सब एकदम दामी देखियो ल हेर्न सक्नुहुन्छ। चिटक्क परेको ल चाउ चाउ हेलो ल यता दिदीले नि चाउ चाउ भन्न ल यही हो देख्न सक्नुहुन्छ। रातिमा चाहिँ यस्तो लाइट बलेको छ झक्कास देखिया छ नै लाइटिङहरू सब ठिक छ। दिउँसोमा चाहिँ घामले सजाउँछ भने चाहिँ राति यहाँ चाहिँ यस्तो लाइटिङले सजाउँछ देख्न सक्नुहुन्छ। यो यहाँको स्क्वायर है। अब त्यो स्यामसङको स्ट्याचु लाइट बोलेर सबै त्यहाँ छ। त्यहाँ माथि चाहिँ ऊ पुतलाहरू मूर्तिहरू राखेको हुन्छ मजाले अलि नजिकबाट देखाउँछु है। अनि यिनी चाहिँ कोलोबेसका हुन्छन् यिनी इलेक्ट्रिक साइकल र त्यहाँ चाहिँ हामीले उधार लिनु मिल्छ रेन्ट लिनु मिल्छ। राति यहाँ होस् या दिउँसो होस् है ल यस्तो राति यहाँ चाहिँ है। अब यहाँ चाहिँ यस्ता चारवटा मूर्तिहरू हालेको छ दुईवटा त्यहाँ यिनीहरूको हिस्ट्री छ ठुलै। यहाँ चाहिँ युरोको झन्डा चेकको झन्डा अनि साइडमा झन्डा खान ल देख्न सक्नुहुन्छ। यस्तो छ यहाँ टक्कलर ऊ त्यहाँदेखि फोकस गर्छ सिधै यो ठाउँमा है यो घन्टाघरमा। त्यहाँ चाहिँ घन्टा बज्छ ड्याङ 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 लाएर ल हेर्न सक्नुहुन्छ। यस्तो भयो यहाँ चाहिँ यस्तो छ है। यो चाहिँ हो स्यामसङको मूर्ति स्यामसङको यस्तो लाएर त्यो उ गरे हुन्छ। त्यहाँ चाहिँ यस्तो गरेर त्यो सेयरको मुख चाहिँ देखा है। तल चाहिँ चारवटाले सेमले ताने हुन्छ। अन्त यस्तो छ त्यहाँ चाहिँ पानी छ है पैसा फाल्नु हुन्छ नफाल्नु हुन्छ। अनि यो यस्तो पुरै भ्यू र त्यहाँ चाहिँ यस्तो देखिन्छ साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले पुरा यस्तो चिटिक्क परेको घर है ल। अनि यो चाहिँ हो ब्ल्याक टावर ऊ त्यहाँ जहाँ लाइट सेतो बोल्नु नि यता भए यहाँदेखि चाहिँ यहाँ बाहिरको भ्यू देख्न मिल्छ। त्यो चाहिँ एन्टिना भइहाल्यो। अरू चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। मेक स्योर टु लाइक सेयर एन्ड सब्सक्राइब है सबभन्दा अगाडि नै। किनकि फेरि भ्लगको बिचमा भन्दाखेरि के हुन्छ भने चाहिँ अलिक डिस्टर्ब भयो जस्तो हुन्छ नि त है। त्यही भएर सबैजनाले कृपया सबैले लाइक सेयर सपोर्ट देखाउनु। लाइक सेयर कमेन्ट सपोर्ट है सबै एकैचोटि देखाइदिनु होला नो प्रब्लम। अनि अहिले चाहिँ म घर जाँदैछु। हजुरहरूले देखिसक्नुभयो अब डे भर्सेस नाइट कस्तो देखिन्छ म बस्ने ठाउँको स्क्वायर है। राति झन् लाइटनिङले प्यारो हुन्छ भनेपछि दिउँसो चाहिँ घामले प्यारो गराइदिन्छ है। आफ्नो समय आफ्नो जग्गा त्यसरी देखाउँछु। यो चाहिँ अलि यहाँको गल्ली है। ओके गाइस देन प्लिज मेक स्योर टु लाइक सेयर सब्सक्राइब है कमेन्ट नभुल्नु होला। आफ्नो साथीभाइ दिदी बहिनी भाइ जति हुन्छ नि सबैलाई पठाइदिनु होला। सबैको सपोर्ट देखाउनु होला है। र चाहिँ यहाँ चाहिँ इन्ट्रेस्टिङ के भएछ भने यहाँ चाहिँ अगाडि यस्तरी मामा हिँडेको कहाँ जाने हिजो सलक कलार मामा हिँड्नु है। यो चाहिँ यहाँको मामा गाडी सबैले प्रायोरिटी दिनुपर्छ। अब हामी फेरि कमब्याक गरौँ है कमब्याक ल। अब चाहिँ त्यही कुरो गाडी सबैले मिलेर लाइक सेयर सपोर्ट गरिदिनु ल। लाइक सेयर सपोर्ट कमेन्ट सब ट्याङठुङ पारिदिनु ल। मेक स्योर टु लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट प्लिज। र जति पनि हुनुहुन्छ हेरेकोमा धन्यवाद हजुरहरूलाई। यस्तै हेर्दै जानु होला पछिको भ्लग है ल बाई।